नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई क्रिक नेपाल न्यूजमा। आज नेपाल प्रिमियर लिग सिजन 2 अन्तर्गत सुदूरपश्चिम रोयल्स vs चितवन राइनोज दोस्रो खेल हुन गइरहेको छ। सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीचको महत्त्वपूर्ण खेल हुँदैछ। दुवै टिमका लागि आजको खेल एकदम महत्त्वपूर्ण हुनेछ। पोइन्ट्स टेबलको पहिलो स्थानमा सुदूरपश्चिम रोयल्स छ भने पोइन्ट्स टेबलको 5औं स्थानमा चितवन राइनोज रहेको छ। दुवै टिमको लागि आजको खेल पोइन्ट्स टेबलमा आफ्नो स्थिति मजबुत बनाउने अवसर हो, किनभने सुदूरपश्चिम रोयल्सले आज जित्न सके टप 2 मा पर्ने सम्भावना धेरै हुन्छ। सुदूरपश्चिम रोयल्सले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गर्दै आएको छ र आजको जितले टिमलाई झन् राम्रो प्रदर्शन गर्ने देखाउने पनि छ। उता चितवन राइनोजले यस टुर्नामेन्टमा केही राम्रो प्रदर्शन गरे पनि सोचे जस्तो प्रतिफल पाउन सकेको छैन। मिडल अर्डरमा लगातार कोल्याप्स देखिनु टिमको मुख्य चिन्ता बनेको छ। साथै पहिलो ओपनरमा आउने ओपनरहरू नचल्नु पनि टिमको समस्या देखिएको छ। आज राइनोजले आफ्नो ब्याटिङ युनिटबाट सन्तुलित र संयम प्रदर्शन गर्न सके जितको अपेक्षा गरिएको छ। साथै पिच रिपोर्ट ग्राउन्डको स्थिति अनुसार आज हाई स्कोरिङ म्याच पनि हुन सक्ने सम्भावना धेरै छ। सुदूरपश्चिम रोयल्समा बलिङ डिपार्टमेन्ट एकदमै खतरनाक मानिन्छ। त्यसअनुसार सुदूरपश्चिम रोयल्सले पावर प्ले र डेथ ओभरमा राम्रो बलिङ गर्यो र कन्ट्रोल कायम राख्यो भने सुदूरपश्चिम रोयल्सले जित्ने चान्स धेरै हुनेछ। सुदूरपश्चिम रोयल्स अहिले 5 मा 5 म्याच लगातार जितेर टेबलको पहिलो नम्बरमा छ। साथै प्लेअफको लागि क्वालिफाई पनि भइसकेको छ। तर राइनोजमा स्वयं जैब, रवि बोपरा जस्ता बिग हिटरहरू पनि छन्, जसले राइनोजलाई खेल पल्टाउन धेरै समय लगाउन सक्दैन। आजको खेलमा सुदूरपश्चिम रोयल्सबाट दिपेन्द्र सिंह एरी, त्यसपछाडि विनोद भण्डारी, ईशान पाण्डे जस्ता खेलाडीहरू एकदम राम्रो प्रदर्शन गर्ने आशा राखिएको छ भने चितवन राइनोजबाट कुशल मल्लदेखि लिएर रवि बोपरा, त्यसपछाडि देव खनालको राम्रो प्रदर्शन होस् भन्ने आशा राख्दछौँ। फ्यान्सका अनुसार सुदूरपश्चिम रोयल्स एकदमै अगाडि छ र धेरैले सपोर्ट गर्ने पनि सुदूरपश्चिम रोयल्सलाई हो। आजको खेल हाई स्कोरिङ हुन्छ या लो स्कोरिङ, तपाईहरुलाई के लाग्छ? सुदूरपश्चिम रोयल्सले जित्ला या त चितवन राइनोज? कमेन्ट गर्नुहोला। आजको नतिजामा निर्णायक भूमिका कसले खेल्ला त्यो पनि भन्नुहोला। अहिले सबैको नजर नेपाल प्रिमियर लिगको छ, जहाँ टप 4 मा कुन टिम पुग्न सक्छन् भन्ने सबैको प्रतिक्रिया भइरहेको छ भने कर्णाली याक्स नेपाल प्रिमियर लिग सिजन 2 बाट बाहिरिसकेको छ। यो हो क्रिक नेपाल न्यूज। अर्को अपडेट, एनालाइसिस र स्कोरको लागि हामीलाई फलो गर्न नबिल्नुहोला। धन्यवाद।